हेलो व्हाट्सअप मेरो साथीहरू। आज चाहिँ हामी जाँदैछौँ दक्षिणकाली र फर्स्टमै हामीले यहाँ शिवरात्रि भएर बाटो छेकेको देखियो। यो चाहिँ मेरो फर्स्ट भोइस ओभर भ्लग हो। आई होप यु लाइक इट है। हामी चाहिँ यो चोबार हुँदै ठ्याक्क दक्षिणकालीतर्फ जाँदैछौँ। अहिले चाहिँ हामी मन्दिरको गेटबाट भर्खर इन्टर भयौँ र आज खासै त्यस्तो भिड थिएन र हामीलाई गएर आउनु नि सजिलो भयो। ठ्याक्कै इन्टर गऱ्यौँ र आजको वातावरण नि राम्रो थियो, खाली पनि थियो मन्दिर, जान नि सजिलो भयो। हामीले मन्दिर बाहिरै जुत्ता खोल्यौँ र मन्दिरतर्फ लाग्यौँ। चिज गर्दै हुन्छ एउटा चिज गर्दै गरे है। तपाईँले यहीँबाट दक्षिणकाली माताको दर्शन गर्न सक्नुहुन्छ। मन्दिरमा ठुलो घन्टी देखेको कारण जे घन्टी भन्दै घन्टी पनि बजाए। हामी मन्दिरमा पूजा गरिसकेर बाहिर बस्नुभएको पुरोहित बाजेबाट टिका लाउन गयौँ। केही समय अगाडि मामाले नयाँ गाडी पनि लिनुभएको थियो, त्यही भएर आज दक्षिणकालीमा गएको बेला नयाँ गाडी पनि पूजा गऱ्यौँ। गाडीको पूजा सकेर खाजा खाएर हामी केही बेरमा घरतर्फ लाग्यौँ। मन्दिर वरिपरिको वातावरण एकदम राम्रो छ र हामी सातो बाटो हुँदै आफ्नो घरतर्फ लाग्यौँ। थ्याङ्क यू फर वाचिङ दिस ब्लग। यो फर्स्ट भोइस ओभर हो, त्यही भएर आई थिङ्क राम्रो बनेन, त्यही पनि हेरिदिनु होला।